ल आज हामी सेतीबगर भन्ने ठाउँमा लचित कोजु, मोहन कोजु र गौरव कोजु आएको छौँ। ल हामीले यहाँ एक छाक माछा पनि मारेको छौँ। ल ए ल हेर ल यो माछा नि मारेको छौँ अनि हामी चाहिँ नुहाउनु भनेर आएको छोरोहरूलाई लिएर स्विमिङ पनि सिकाउनलाई। ए ए ल यो चाहिँ लक्षितले बोक्छ अब। ला बोक देखाउ लक्षित देखाउ त लु हाम्रो माछा कति रहेछ। ओ यसलाई डबल प्लास्टिक गर्नुपर्छ। ल हेर्नुहोस् अछला माछा हामीले। ए हाम्रो 3 जनाको कमाइ 15 मिनटको। अब हामी नुहाइ पनि सकेको छौँ। पानी अलि धम्नु रहेछ। अब हामी घर पनि जान्छौँ। यहाँनिर मैले चाहिँ मारेको यो माछा यहाँनिर। ए ए देखाउ त ए हामी स्याम्पूले मजाले नुहायौँ पनि एकैछिनमा हामी। यो चाहिँ उता तर चखेवा जाने हाइवे हो। पुलको छेउमा आएर आज हामीले एक छाक माछा त हामीले मारि नै हाल्यौँ। सेकेन्डको भरमा यहाँ हेर्नु त असला माछा उफ्रिँदैछ फुरुक फुरुक।